मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई ललिता निवास जग्गा घोटाला प्रकरणका मुख्य योजनाकारका रूपमा प्रस्तुत गरिएको छ। अभियोग पत्रले भातभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ मुख्य लगानीकर्ता अनि सुवेदी र ढकाल सरकारी संयन्त्रलाई हातमा लिएर कागजी प्रक्रिया मिलाउने धन्दामा सक्रिय भएको देखिन्छ। उनीहरूको धन्दा यतिमा मात्र सीमित नभई भातभटेनी सुपरमार्केटमा पनि आपसी साझेदारी देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको अनुसन्धान अनुसार ललिता निवासको जग्गा हडप्ने क्रममा जोडिएका यी तीनै जनाको अवैध आर्जनकै जगमा भातभटेनी सुपरमार्केटको देशव्यापी सञ्जाल खडा गरिएको छ। किनभने ललिता निवासको जग्गा हात पारेपछि नै भातभटेनीको विस्तार अपत्यारिलो तवरमा गरिएको छ। ललिता निवास जग्गा घोटाला प्रकरणका एक मुख्य अभियुक्त मीनबहादुर गुरुङ असार 12 गते सीआईबी टोलीबाट पक्राउ परे। उनलाई सुरुमै पक्राउ गर्नुपर्ने मुख्य कारण थियो यस प्रकरणमा राज्य संयन्त्रलाई सम्पूर्ण रूपले प्रभाव पार्ने र आर्थिक लगानी गर्ने काम उनैले गरेका थिए। यो कुरा सीआईबीले अदालतमा उनलाई थुनामै राख्नुपर्ने कारणसहित पेश गरेको कागजातमा उल्लेख छ। हुन पनि यिनै गुरुङ 2041 सालदेखि 2050 को मध्य दशकसम्म एक सामान्य कोल्ड स्टोर व्यापारी थिए। जब ललिता निवासको जग्गा हात पार्न सके त्यसपछि उनको व्यावसायिक रफ्तार दिनमा दुगुना रातमा चौगुना भएर फैलिएको देखिन्छ। अझ ललिता निवास काण्डकै अरू दुई मुख्य अभियुक्त शोभाकान्त ढकाल र रामकुमार सुवेदी नै उनका व्यापारिक साझेदार छन्। ललिता निवासको जग्गा हात पारेर अरूलाई बेचबिखन गर्न उनीहरू तीनैजना मिलेर भातभटेनी डेभलपमेन्ट्स कम्पनी प्राली स्थापना गरेको देखिन्छ। कम्पनीमा मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङको 51% सेयर छ भने ढकाल र सुवेदीको 49% सेयर रहेको छ। यो कुरा गुरुङ, ढकाल र सुवेदी तीनैजनाले बयानमा स्वीकारेका पनि छन्। साथै ललिता निवास भित्रकै जग्गामा ढल, बाटो, बत्ती आदिको व्यवस्थापन गर्न यो कम्पनी खडा गरेको उनीहरूले दावी गरेका छन्। बयानमा ललिता निवास क्याम्प भित्रको अन्दाजी 5 रोपनी जग्गा यस कम्पनीको नाममा खरिद गरेको र कम्पनीको सञ्चालक समितिको अध्यक्ष भनी कोही कसैलाई नतोकिएको पनि उनीहरूले उल्लेख गरेका छन्। सीआईबीका अनुसार मीनबहादुरले ललिता निवास क्याम्प भित्रको सरकारी सार्वजनिक जग्गालाई कृत्रिम मोहीहरूको नाममा ल्याई आफू अनुकूल आफ्नो परिवारभित्रका व्यक्तिहरू समेतको नाममा जग्गा ल्याएर बिक्री गरेको देखिएको छ। जग्गा हिनामिनामा गुरुङले कारोबारी तथा बिचौलिया समेतको भूमिका निर्वाह गरेर प्रत्यक्ष लाभ लिएको ललिता निवास क्याम्प भित्रको समर्जन कम्पनीको नामको जग्गा धनी दर्ता श्रेष्ठ कट्टा गरी आफू र आफन्तहरू समेत सञ्चालक रहेको कम्पनीको नाममा हाल साबिक गर्ने गराउने काममा संलग्न भएको देखिएको छ। गुरुङले तत्कालीन श्री 5 को सरकारको 2047 जेठ 14, 2047 साउन 8 र 2047 भदौ 3 को निर्णय पश्चात तत्कालीन मालपोत कार्यालय दिल्ली बजारको प्रमुख मालपोत अधिकृत कलाधर देउजा समेतको मिलेमतमा किर्ते कागजातका आधारमा अधिग्रहण गरिएको सरकारी जग्गालाई जफत भएको हो भनी शैलजा राणाका करिब 112 रोपनी जग्गा फिर्ता गराएको देखिन्छ। त्यस पश्चात चैत्यनारायण महर्जन समेतका मोहीलाई उक्साई उनका तर्फबाट मध्यस्थता गरी झुटो कागज बनाएर मोही नलाग्ने जग्गामा मोही कायम गराएको कागजातले देखाएको छ। यसैगरी चैत्यनारायण महर्जन समेतको कृत्रिम मोहीको नाममा जग्गा दर्ता गराउँदा उनले दिल्ली बजार मालपोतका तत्कालीन प्रमुख टीकाराम घिमिरे समेतको मिलेमतो र संलग्नतामा हाल साबिक गरेको भेटिएको छ। यसरी गुरुङको नाममा 34 आना र गुरुङ, सुवेदी र ढकाल समेतको संयुक्त नाममा थप केही जग्गा पास गरेको पाइएको छ। भातभटेनी डेभलपमेन्ट कम्पनीको नाममा उनीहरूले 69 आना कायम गरेका छन्। यस्तै मीनबहादुरका छोरा कल्याण गुरुङको नाममा 83 आना र छोरी कामना गुरुङको नाममा करिब 44 आना जग्गा ललिता निवासमा हडपेर राखेको कागजातले देखाएको छ। गुरुङले केही जग्गा शोभकान्त ढकाल, कुमार रेग्मी अनि विजेन्द्र जोशीलाई नामसारी गरिदिएका छन्। तीमध्ये रेग्मी हाल सर्वोच्च अदालतमा न्यायाधीश छन्। उनी भावी प्रधान न्यायाधीशको रोल क्रममा समेत रहेका छन्। भातभटेनी सुपरमार्केट प्रणालीको नाममा 32.5 आना र श्रीमती सावित्री घले गुरुङको नाममा रहेको केही जग्गा उनले व्यापारिक साझेदारहरूलाई पनि नामसारी गरिदिएका छन्। बिगो कायम गर्दा जग्गा फिर्ता, जग्गा सट्टापट्टा, जग्गा फिर्ता अनि नक्कली टिकिन्छा गुठीमा समेत संलग्न भएको निष्कर्ष सहित गुरुङका नाममा 4 अर्ब 91 करोडको बिगो कायम गरिएको छ। यसरी ललिता निवासको जग्गा हात पारेपछि नै भातभटेनी सुपरमार्केटका नाममा व्यापारिक साम्राज्य विस्तार गरेको प्रष्ट देखिन्छ।
किनभने 2041 सालमा एउटा कोल्ड स्टोर खोलेर व्यापारमा प्रवेश गरेका उनले 2068 सालमा मात्र अन्य स्थानमा सुपरमार्केट विस्तार गरेका छन्। काठमाडौँको भाटभटेनी मन्दिर छेउमा पहिलो सुपरमार्केट खोलेका उनले त्यसपछि क्रमशः काठमाडौँका कोटेश्वर, बौद्ध, महाराजगञ्ज, अनामनगर, कलङ्की, बालाजु, टोखा लगायतका ठाउँमा विस्तार गरे। ललितपुरको कृष्णगल्ली, साधोपाटो, साना गाउँ, भक्तपुरको ठिमी लगायत ठाउँमा पनि भाटभटेनी खुलेका छन्। पोखरा, भरतपुर, धरान, बुटवल, विराटनगर, भैरहवा, नेपालगञ्ज, इटहरी, हेटौँडा, धनगढी, वीरगञ्ज, जनकपुरमा पनि सुपर स्टोर खुलिसकेका छन्। झापाको बिर्तामोट र दमक अबको योजनामा छन्। यो सबै व्यापारिक सञ्जालको जग ललिता निवास जग्गाको अवैध कारोबार र त्यहीँका बिचौलियाहरूको समेत साझेदारी रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।